श्रीमद् भगवत गीता। श्रीमद् भगवत गीताको पहिलो अध्यायको संक्षिप्त सार यहाँ प्रस्तुत गरिएको छ। श्रीमद् भगवत गीताको पहिलो अध्यायलाई अर्जुन विषाद योग भनेर पनि भनिन्छ। यसको अर्थ हुन्छ अर्जुनको मानसिक सङ्कट। गीताको पहिलो च्याप्टरमा 47वटा भर्स अर्थात् श्लोकहरू रहेका छन्। सबैभन्दा पहिलो श्लोकमा धृतराष्ट्र जो कौरवहरूका पिता हुन्, उनले सञ्जय जोसँग दिव्य दृष्टि थियो अर्थात् महाभारत युद्धको प्रत्यक्ष दर्शन बिना नै सबै घटनाक्रम देख्न सक्थे। उनै सञ्जयलाई प्रश्न गर्दछन्, हे सञ्जय, धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युत्सवः मामकः पाण्डवाश्चैव किम कुर्वत सञ्जय। धर्मभूमि कुरुक्षेत्रमा युद्ध गर्न तयार भएका मेरा पुत्रहरू अर्थात् कौरव पक्षहरू र पाण्डु पुत्रहरू अर्थात् पाण्डव पक्षहरू एकत्रित भएपछि के गरे, के मलाई बताउन सक्दछौ भनेर गीताको सुरुवात हुन्छ। सञ्जयले धृतराष्ट्रलाई बताए अनुसार युद्धभूमि कुरुक्षेत्रमा दुर्योधन जो धृतराष्ट्रका जेठा पुत्र हुन्, उनले आफ्नो सेनापति द्रोणाचार्यलाई पाण्डवहरूको शक्तिबारे जानकारी गराउँदै युद्धको तयारी गर्दछन्। त्यसपछि अर्जुन जो महाभारतका प्रमुख पात्र अर्थात् नायक मानिन्छन्, राजा पाण्डु र रानी कुन्तीको तेस्रो पुत्र पनि हुन्, उनले आफ्नो सारथी श्रीकृष्ण सवार भएको रथलाई युद्धभूमिको बीचमा लैजान आग्रह गर्दछन्। जब उनको रथ युद्धको बीचमा पुगेको थियो, त्यहाँ उनले सबै आफ्नै दाजुभाइ, नातेदार, पूज्य व्यक्तिहरू, गुरुहरू, इष्टमित्रहरू यी सबै आफूसँग नै युद्ध गर्नको निम्ति विपक्षीमा उभिएको देख्दछन्। यो दृश्यले अर्जुन गहिरो सङ्कटमा पर्दछन् र श्रीकृष्णलाई भन्दछन्, हे कृष्ण, दृष्ट्वैमं सुजनं कृष्णं युयुत्सुं समुपस्थितं सिदन्ति मम गात्राणि मुखम च परिशुष्यति। अर्थात् जब म युद्धको लागि उभिएका आफ्ना स्वजनहरूलाई देख्दछु, तब मेरो शरीर काँप्न थालेको छ, मेरो मुख सुक्खा भएको छ, म आत्तिएको छु। हे कृष्ण, स्वजनम हि कथम हत्वा सुखिनः श्याम माधव। म यी आफ्नै स्वजनहरूलाई मारेर कसरी सुखी हुन सक्छु, कसरी खुसी हुन सक्छु। हे कृष्ण, मलाई युद्ध गर्नु छैन, कृपया युद्धका लागि प्रेरित नगर्नुहोस्। यद्यपि लोभको कारणले अन्धा यी मेरा आफ्नै दाजुभाइहरू अर्थात् कौरव पक्षहरू हामीसँग युद्ध गर्न खोजेका छन्। यिनीहरूलाई सम्पत्ति बाहेक अरू केही पनि पाउनु छैन। यो युद्धले गर्दा हाम्रो कुलको नष्ट हुन्छ, हाम्रो धर्मको नष्ट हुन्छ। आफ्नै दाजुभाइ लड्नाले कति ठुलो भयङ्कर रूप लिँदछ त्यो यिनीहरूलाई थाहा छैन। कृष्ण, मलाई युद्धको लागि प्रेरित नगर्नुहोस्। मलाई तिनै लोकको राज्य प्राप्ति भए पनि म युद्ध गर्न सक्दिनँ भनेर बिन्ती गर्दछन् र अर्जुन निराश भएर आफ्नो धनुष ताग्दछन् अनि श्रीकृष्ण सामु मार्गदर्शनका लागि समर्पण गर्दछन्। यसरी गीताको पहिलो च्याप्टर समाप्त हुन्छ। यस अध्यायले अर्जुनको भावनात्मक सङ्कट र मानव जीवनमा आउने नैतिक दुविधालाई चित्रण गर्दछ। विनाशाय च दुष्कृता